यहाँ नबाड्नुस् है, फेरि समानुपातिकलाई प्रत्यक्षलाई भनेर नबाड्नुस्। यसपटक हामीले मत बाड्यौं भने देशको भविष्य पनि बाडिन्छ है। अब हामीले बाड्ने छुट छैन, एकल हो। पहिला पहिला हाम्रो समाजमा हुन्थ्यो कि तँ पनि माग्न आछ, ऊ पनि माग्न आछ, एउटा चाहिँ उसलाई देऊ, एउटा चाहिँ उसलाई देऊ। यस्तो हुन सक्छ नि गाउँघरमा। हामी त एकदमै मनकारी मान्छे छौं। अब मनकारी मान्छेलाई त लाग्न सक्छ नि त, कहिले उसलाई कहिले उसलाई, यो एउटा उसलाई दिउँ, उसलाई दुईटैलाई बराबरी दिएपछि त हाम्रो कर्तव्य पूरा भयो होइन। भोट हाल्ने भनेको नागरिकको अधिकारको विषय हो। यहाँहरूले भोट हालेका कारणले नै भोलि समाज कस्तो हुने भन्ने कुरा निर्णय गर्ने हो। अब त्यसरी मायाले होइन, विचार गरेर यो समाजलाई नेतृत्व कसले गर्छ भनेर यहाँहरूले मत हाल्नुपर्छ। बाड्ने होइन, एकल। हामीलाई को चाहिएको छ त्यसको लागि हामीले एकल हाल्नुपर्छ। यो भविष्य बाँड्ने काम गर्नु हुँदैन। यो बाँड्दै गर्दाखेरि दुई तीनवटा दलहरू मिलेर गठबन्धन गरेका सरकारहरूले कसरी नेपाली जनताका पीडाहरू दबाएर राखे भन्ने कुरा हामीले नदेख्या हो र। त्यसकारणले अब गठबन्धनको सरकार होइन, एकल बहुमतको सरकार चाहिन्छ। त्यसको लागि घण्टी चुनाव चिन्ह नबाड्नुहोस्, दुईटै घण्टी चुनाव।